दाइ हजुर म यहाँ लाखुरी भन्ज्याङबाट आएको कि हजुर यो ठाउँलाई के भन्छ यहाँ म यहाँ बाटो हरायो यो ठाउँलाई लुबु लामाटार ज्यागाटार भन्छ लुबु लामाटार हजुर ए म यहाँ सुनटारी चौरसम्म पुग्नु पर्ने थियो कि हजुर अनि मेन बाटो रोड छ नि बस पाउने ठाउँ कता छ बस पाउने यतिबाट यहाँबाट टाढा यहाँबाट झन्डै हिँड्दाखेरि आधी घन्टा जस्तो लाग्छ आधा घन्टा लाग्छ हजुर ए थाक्यो तपाईँ त कहाँदेखि आउनुभयो पुरै थाक्नु भइरहेछ म लाखुरी भन्ज्याङबाट आएको कि पसिनाहरू पनि आइरहेछ पानी पिउनुहुन्छ पानी पाउँछ हजुर यो हाम्रै घर हो यसरी जाउँ न त यहीँ हो दाइको दाइ खेती गरिरहनु भएको रहेछ होइन हजुर यहाँनिर यसो यो धनियाहरू छर्दै भनेर जाउँ न त हुन्छ अरू पुरै थाकेँ दाइ 3-4 घन्टा हिँडेर आएको ए हजुर म फेरि साँझो भएर आइसक्यो होइन हजुर अनि घर पनि पुग्नुपर्छ फेरि म सुन्दरी जलसम्म पुग्नुपर्ने भएकोले हजुर बस पाएन भने गाह्रो हुन्छ भनेर क्या भित्रै बसौँ होइन यहीँ हुन्छ भित्रै बसौँ हो हजुर भित्रै बसौँ जुत्ता पुगानु पर्ने पानी नमस्ते नमस्ते नचिनेर है ए पुरै थाक्यो पानी दियो अहिले 3-4 घन्टा हिँड्यो कि यहाँ कुन ठाउँ भन्छ यो लुबु भन्छ होइन यहाँ चाहिँ हजुर हजुर लाखुरीमा हजुर पानी हजुर हजुर हुन्छ थाक्यो धन्यवाद गरिमा त्यही त बाटो हराएर गाह्रो भयो कि म बाटो हराएर मलाई गाह्रो भयो अरे धन्यवाद हिँडेर आएँ भन्नुभयो खाना साना खानु भएको छ कि छैन म बिहान चिया मात्रै खाएर निक्लेको थिएँ कि म बाटोमा खाउँ भनेर बसेको थिएँ खाएको त छैन म हामी कहाँ छ त खाना होइन होइन म जान्छु म घर पुग्नुपर्छ हस्पिटल होइन तपाईँहरूलाई अप्ठ्यारो हुन्छ म घरमै खान्छु भनेपछि अनि 3-4 बजिसक्यो फेरि हुन्छ 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 थोरै मात्रै हाल्नु थोरै मात्र धेरै धेरै धन्यवाद दाइ है हजुर नि काम गरिरहनु भएको रहेछ म फेरि डिस्टर्ब गरेँ जस्तो लाग्यो तपाईँले हजुर डिस्टर्ब त होइन अब घरमा बसेको बेलामा हजुर बच्चाहरूलाई पनि सन्चो छैन त्यही भएर हस्पिटल गएर हामीले पनि भर्खरै खाना खाएको ए किन हस्पिटल किन गराउनु भएको नि के भएको हस्पिटल अब सरलाई भन्यो भने के भन्नु यहाँ हाम्रो अलि उनै छ अलि गाह्रै छ अब हस्पिटल जानै पर्ने त्यस्तै अवस्था छ किन हेलो हाम्रो यो अस्ति भर्खरकै कुरा हो यो तपाईँको 10-12 गतेकै कुरा हो हजुर हाम्रो बाबुहरूलाई चाहिँ हस्पिटल यो स्कुल पढ्दा पढ्दै स्कुल गइरहेको थिएँ आउँदाखेरि एक्कासी यो बाबुको चाहिँ धड्कन बढ्यो क्या यस्तो छातीको धड्कन बढ्यो अनि हस्पिटल लग्यौँ किस हस्पिटल लग्यौँ किस हस्पिटल लैजाँदाखेरि चाहिँ पुरै मृगौला ड्यामेज भएको छ भन्ने कुरा गर्यो कुन चाहिँ बाबु उहाँको कि उहाँको उसको चाहिँ उहाँको चाहिँ उसको मात्रै होइन फेरि उसको पनि चेकअप गराउँदाखेरि उसको पनि देखिया छ फेरि ए दुईजनाकै धेरै दुईजनाकै देखिया छ ए अनि अहिले पनि हामी धेरै धेरै धन्यवाद हजुर तपाईँहरूले म चाहिँ सानो सामाजिक पर्सन गर्न आएको थिएँ क्या हजुरको यस्तो कुरा सुनेर अलिक कस्तो नराम्रो लाग्यो कि मलाई एउटा सानो म चाहिँ कसरी भन्नु तपाईँले अब के भएको भन्नुभएको राम्रोसँग भन्नुहुन्छ कि मजाले बाबुलाई चाहिँ के भयो भने सर त्यो हामीले चेकअप गराउनु लैजाँदाखेरि एउटा भाइको यसको भाइलाई चेकअप गराउँदाखेरि किडनी फेल भएको छ भनेर भन्छन् सर यो भर्खर तपाईँको 12-13 गतेको कुरा हो राम्रोसँग भन्नु सबै एक्चुली के भएको नरुन नै नरुन बिचमा आउनु न के भएको मलाई भन्नु त बाबु नाम के हो के भएको मलाई राम्रोसँग भन्नुहुन्छ बाबुलाई राम्रै थियो राम्रै हुँदाखेरि हामीले के अरे उता स्कुलबाट आएको थियो राम्रै खेल्ने खाने गरिरहेको थियो एक्कासी मुटुको धड्कन बढ्यो अनि हामीले हस्पिटल लग्यौँ हस्पिटल लगेपछि एकैचोटि भन्यो के अरे तपाईँको दुइटै किडनी बच्चाको खराब छ भनेर भन्नु सर हाम्रो
अनि हस्टेलमा भर्नाहरू के कस्तो भर्ना गरेर हामीले 15 दिन 20 दिन जति राखेको थियो 20 दिन राखिसकेपछि उसले डायलिसिस गराउनुपर्छ डायलिसिस भएन भने तपाईँको के ट्रान्सप्लान्ट गर्न सक्नुहुन्छ भने ट्रान्सप्लान्ट गर्नु भन्ने कुरा गर्यो ट्रान्सप्लान्ट गर्ने हामीसँग पैसा पनि थिएन अनि हामीले अहिले त्यत्तिकै अब हामी घरमै लगेर राख्छौँ पनि भन्यौँ अनि त्यो गर्दा गर्दै अर्को पनि बाबुको चेक गराउनु भन्ने कुरा गर्यो चेक गराउने भन्दाखेरि अर्को बाबुको पनि देखियो अर्को बाबु पनि देखिँदाखेरि पहिला उसको चाहिँ देखाउनु गएको थियो हजुर त्यसपछि उसको देखेपछि कि बाबु पनि चेक गराउँ भन्ने कुरा गर्यो चेक गराउने कुरा भनिसकेपछि अनि अब उसको पनि देखियो अनि अब हस्पिटलबाट के भन्नु दुईजनाकै देखियो दुईजना देखेपछि अब तपाईँले एकजनालाई बचाउनुहुन्छ भने एकजनालाई बचाउनुहोस् एकजनालाई माया मार्नुहोस् भन्ने कुरा गर्यो त्यही भएर हामी त्यस्तो भनेको हजुर एकजना माया मार्नुहोस् नै जस्तो एकजना माया मार्नुहोस् एकजनालाई बचाउनुहोस् भन्ने कुरा गर्नुभयो डक्टरले यस्तो चाहिँ किन आर्थिक अवस्था कमजोर भएको जस्तो भन्नुभयो कि हजुर अब हामीसँग अब अलिअलि मागमुग गरेर यताउता गरेर सबै कुरा गऱ्यौँ अब गर्न सक्ने हामीले गऱ्यौँ गर्न सक्ने जति गऱ्यौँ अब माग्यौँ मान्छेहरूलाई माग्यौँ यता गऱ्यौँ उता गऱ्यौँ सबै अब 1000 2000 गरेर मागेर गऱ्यौँ अहिले अब आर्थिक स्थिति पनि कम भयो हामीसँग पैसा पनि भएन पैसा नभइसकेपछि हामीले यी घरमै ल्याएर अहिले राखिरहेका छौँ अब हस्पिटलमा लग्नै भएन लगेकै छैन झन् गाह्रो हुन्छ नि अहिले बेलुका भएपछि सास फेर्न गाह्रो हुन्छ जहाँ खायो त्यहीँ लडेर बस्छ त्यही सुत्छ अब मान्छेहरूसँग पैसा माग्यो साथीभाइसँग कोहीसँग पैसा माग्यो भने फोनै उठाउँदैनन् चिन्ता नलिनु केही न केही चाहिँ उपाय हुन्छ होइन 2-2वटा बच्चा छन् के गर्ने के सोचेका थियौँ के भयो यस्तो होप नहार्नु त होइन हस्टेल चाहिँ लग्नै पर्छ त होइन आर्थिक अवस्था कमजोर भयो भन्दैमा अब होइन केही न केही हामी म गर्छु म नि के तपाईँले सानो होइन के चाहिँ गर्छु मैले सकेको जति चाहिँ चिन्ता नलिँदै त्यो है मैले सानो सामाजिक परिचय भिडियोमा त खिच्न आएको थिएँ यस्तो अवस्था हो भने थाहा थिएन दाइको होइन त्यसको लागि सरी दाइ त्यसको लागि चाहिँ होइन मैले सानो एउटा भिडियोमा चाहिँ खिच्न आएको थिएँ कि तपाईँको मन कस्तो छ तपाईँ दिनुहुन्छ होइन पानी खुवाउनुहुन्छ भनेर खिच्न आएको थियो त्यही बेला तपाईँले चाहिँ यहाँ खानै खुवाउनु भयो मलाई है यस्तो तपाईँको अवस्था यस्तो गाह्रो थियो तपाईँहरूको अवस्था त्यो पनि खुवाउनु भयो अहिले के सोच्नु भएको छ नि अनि अब बाबुको हस्टेलको के अहिलेसम्म केही पनि सोचेको छैन पैसाहरू जुटाउने यताउता केही सोचेकै सोचाइमै आउँदैन के गर्ने कसो गर्ने केही सोच्नै आउँदैन हस्पिटलबाट ल्याएर राखिरहेको छ बाबुलाई गाह्रो आफ्नो छोरा गुमाउनु त एकदमै गाह्रो हुन्छ नि त त्यसरी त होइन डक्टरले त्यस्तो भन्नु हुने हो नरुनुहोस् डक्टरले त तपाईँको बच्चा माया मार्नु 3टा बच्चा एउटा छोडिदिनु लानु घर लिएर जानु भन्नुभयो अनि अब 3जना छ अनि यो चाहिँ ट्विन छ अनि हामीले घर लान्छौँ अब हामी उपचार गर्न सक्दैनौँ हामी बेड खर्च पनि तिर्न नसकेपछि कसरी राख्नु भनेर अनि ल्याएको हामीले एउटा रगत चेकअप गर्नु 32,000 लाग्छ आफ्नो बच्चा कसरी गुमाउनु आर्थिक स्थिति कमजोर छ के पनि होइन हेर्नु के पनि होइन सुन्नुहोस् न एउटा चेकअप गर्न कति दिन्छ भन्नुभएको 32,000 लिन्छ हजुरले के काम गर्नुहुन्छ अहिले यस्तै घरको प्लास्टरहरू गर्ने गाह्रो लाउने काम गर्छु हामीले कोठा भाडाहरू पनि तिर्न नसकेर तिरेको छ कोठा भाडा कति लिएको 35,000 छ छैन बच्चा यस्तो छ गाह्रो छ खाना त कसरी खाउँ भइरहेछ बच्चा कसरी बचाउँ भइरहेछ घरमा ल्याएर राखिएको छ सास फेर्न नि गाह्रो छ रोगको राति चिन्ता नलिनु होइन मसँग भएको अहिले छोरी चाहिँ म तपाईँले दिन्छु मसँग कति छ अहिले होइन घुम्न गएको बेला ल्याएको थियो होइन पैसा कमै होला होइन कमै छ 6,000 छ होइन यसमा म फेरि तपाईँले कहीँबाट सहयोग चाहिँ गर्छु होइन कहीँबाट होइन अनि मैले सानो भिडियो पनि खिचेको छु होइन यहाँ तपाईँले थाहा होइन भिडियो खिचेको छ होइन भिडियो खिचेको छु अपलोड गर्न मिल्छ मिल्दैन मिल्छ म जसरी भयो भने तपाईँहरूलाई सहयोग चाहिँ गर्नेछु तपाईँहरू होप नहार्नु होइन बाबुले के पनि हुँदैन मेरो बच्चा बचाइदिनु तपाईँ होप चाहिँ हार्नु होइन नरुनु होला के पनि हुँदैन बाबुले के पनि हुँदैन है बाबुको उपचार राम्रोसँगै हुन्छ होइन के पनि हुँदैन
हामी सबै छौँ कि यहाँ यहाँ भिडियो सबै नेपालभरि नै हेर्नुहुन्छ होइन हामी सबै छौँ सबै देशले हेर्नुहुन्छ सबै सहयोग गर्नुहुन्छ तपाईँले होइन के पनि फरक पर्दैन ढुक्क हुनुहोस् बाबुले ठिक हुन्छ हुन्छ बाबु हुन्छ बाबु कति वर्ष पुग्नुभयो रिपोर्ट देखाउनुहोस् त दुईजना बाबुको रिपोर्ट हो कति जति खर्च भयो नि अहिलेसम्म चाहिँ तपाईँहरू गएको अनुसार 2.5 लाख जति खर्च भयो हाम्रो लक्ष्मी चौधरी भनेर छ नि यहाँ यो होइन एउटा क्वालिटी त्यसमा ये वाला अलिन बिके सबै एक्सरेहरू सबै यस्तोमै खर्च हुन्छ झन् एउटा चेकअप गर्नुपर्छ बाबुले चाहिँ कस्तो राति कतिको गाह्रो हुन्छ नि राति त सास फेर्न सक्दैन मम्मी मलाई गाह्रो भइसक्यो यहाँनिर गाह्रो भयो भन्छ सुन्नु भने पुरै धड्कन चलिरहेको हुन्छ सास फेर्नै सक्दैन स्कुलहरू चाहिँ गइरहेको त छैन है छैन बच्चादेखि है कस्तो गाह्रो हुने बाबुले के मनपर्छ गाडी मनपर्छ गाडी कतिको मनपर्छ गाडी कतिको मनपर्छ भन्नुहोस् न मनपर्छ अनि तिम्रो भाइलाई पनि मनपर्छ गाडी मनपर्छ र म अर्को पालि आउने बेला ल्याउँछु है गाडी हुन्छ म भेट्न आउँछु साँच्ची तपाईँहरू चिन्ता नलिनु होइन सबै ठिक हुन्छ अनि यहाँ कोठा भाडाको चाहिँ कति भन्नुभएको अरे 3500 भनेको छ एक फोन गर्नु मिल्छ घरपेटीले म कुरा गर्छु हुन्छ केही सहयोग गर्नु मिल्छ होइन त्यही गर्नु को हुनुहुन्छ घरपेटी चिन्ता नलिनु होइन सबै ठिक हुन्छ त्यसरी अब होप हालेर चाहिँ नबस्नु होइन सबै हाम्रो त बाँच्ने आधारै छैन जस्तो भयो होइन भगवान्ले हेरिरहनु भएको सबै होइन सबै ठिक हुन्छ कि हजुर दाइ कता हुनुहुन्छ त्यस्तो बाँच्ने आशा छैन भने हजुर एकचोटि आइदिनु न यहाँनिर आउनु न नबस्नुहोस् तपाईँले हेर्नु तपाईँले यस्तो समस्या परेको बेला तपाईँले मलाई खुवाउनु भयो खाना खानु भनेर भन्नुभयो हो कि होइन एउटा के पनि होइन सबै ठिक हुन्छ मैले सक्ने जति म फेरि तपाईँहरूले भेट्न आउनेछु है मैले सक्ने जति मैले गर्नेछु हुन्छ मैले सक्ने जति गरिदिन्छु तपाईँहरूले यस्तो गाह्रो छ भने थाहा थियो दाइ हुनुहुन्छ हजुर नमस्ते उहाँहरूलाई अलिक गाह्रो भएको रहेछ होइन भर्खरमा थाहा भएको होइन दाइले थाहा थियो थाहा थियो अस्ति हस्पिटल गएको थिएँ हस्पिटल गएर हेर्न गएको अनि हामी नि रोएर आयौँ बुढाबुढी गएको थियो रोएर आयौँ अनि दुईजनाले भएको रहेछ दुईजनै भएको आर्थिक अवस्था पनि धेरै नै कमजोर एकदम आर्थिक एकदमै कमजोर अनि उहाँले पनि उपचार गर्न नसकेर घरमै ल्याएको हो यो उपचारमा बढी भइसक्यो हस्पिटलमा छोरी भयो नि सहयोग गरेँ मैले नि होइन त्यो भन्दा नि होइन उहाँहरूको यहाँ रेन्ट तिर्न चाहिँ अलिक गाह्रो भयो रेन्ट हो नि रेन्ट पनि अब 2 महिना जस्तो भयो होइन मैले लिएको पनि छैन लिएको पनि छैन अनि 2 महिना भइदिनु भएको छैन अब उहाँहरूले सक्नुहुन्न भने अब 2-4 महिना 5-6 महिना होइन अब उहाँहरूको आर्थिक अब हेर्दाखेरि अब उहाँले दिनुहुन्न म लिन्न म सहयोग गर्न चाहन्छु धेरै धेरै धन्यवाद मैले त्यही तपाईसँग कुरा गर्नु मन थियो हैन ए हुन्छ सर म एकदम सकेसम्म अझ पनि सक्यो भने म सहयोग पनि गर्छु ए अझ धेरै धेरै हजुरको नाम के भयो बालकृष्ण तन्नोगा ए त उहाँहरूले एकदमै अप्ठ्यारो भएको रहेछ अनि मैले यहाँ सानो एउटा भिडियो बना म चाहिँ सामाजिक पर्सन गरेर अनि एउटा सानो भिडियो बनाउन आउँदाखेरि उहाँहरूले यस्तो गाह्रो रहेछ एकदम हजुरलाई एकदमै धन्यवाद लाग्छ हजुरलाई अनि मैले कि अब म भेट्न आउँछु दिदी होइन चिन्ता नलिनु म 1-2-3 दिनमा होइन तपाईँहरूले भेट्न आइरहेको हुन्छु म सक्ने जति सहयोग गर्छु होइन अहिले मैले थोरै मात्रै पैसा ल्याएको थिएँ होइन मसँग थिएन अहिले होइन त्यो भएर नि हो म अहिलेको लागि चाहिँ बिदा हुन्छु नि हुन्छ अनि यो पैसा छैन भनेर उपचार नगर्ने चाहिँ जस्तो नगर्नु होइन हामी सँगै मिलेर नै उपचार गर्न जानुपर्छ उहाँको होइन 2जना बाबुको नेक्स्ट टाइम आउने बेला म गाडी ल्याउँछु हुन्छ बाबु हुन्छ हक गर्नुपर्छ हक कति वर्ष भयो 7 वर्ष
8 वर्ष 8 वर्ष अङ्कलले 8 वर्ष भयो भने ज्ञानी छ बच्चाले यस्तो ज्ञानी छ फेरि उहाँहरू बस्नुभएको चाहिँ 2-3 वर्ष भयो हामी यहाँ बस्नु 2-3 वर्ष भयो अनि यहाँ बारीहरू हुन्छ बारीहरू सबै अनि यो खर्च चाहिँ कति जति लाग्ने रहेछ कि भन्नुहुन्छ खर्च कति जति लाग्ने रहेछ खर्च त लाग्छ 25-30 लाख जति लाग्छ भन्नुभएको छ एकजनाको 25-30 लाखै लाग्छ बिस्तारै अब जुटाउनुपर्छ हामीले है हुन्छ म तपाईँले 2-3 दिनमा भेट्न आउँछु हुन्छ हजुरको नाम अनिसा विका दाइको नाम के हो शुभविका म चाहिँ अभिनव बजाचार्य है त म आउनेछु है फेरि दाइले पनि धेरै खुसी लाग्यो हजुर आउनुभएको रहेछ खुसी लाग्यो दाइ चिन्नुहुन्छ कि मैले हजुरलाई जस्तो युट्युबमा हेरिरहन्छु युट्युब युट्युबमा हेरिरहन्छ हजुरलाई बाई 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 हाई फाई हाई फाई ल जान्छु है म हस् धन्यवाद है हजुर